को मार्केट सुपर मार्केटमा है यता साथीहरु हुनुहुन्छ है बियर लिनु हुँदैछ 2 ले 3 ले को पानी भन्दा पनि एकदम सस्तो यहाँ यस्तो छ है यो मार्केट रोमानिया मार्केट yes this is Romania market very nice yeah okay यस्तो छ है यहाँ हेर्नु है साथीहरु दोकानमा हरेक चीज पाउँछ यहाँ है यस्तो छ यहाँ यस्तो छ है हरेक चीज पाउँछ है यो दोकानमा यता बियर है बियर को खानी कसलाई मन पर्छ हेरिरहनु होला है साथीहरु म अपडेट गरिरहन्छु यता छ वाइन प्राइस पनि छ है एकदम ब्रान्डेड वाइनहरु पाउँछ अहिले आउनु पर्छ अनि यो सबै वाइन है यता चाहिँ एकदम कडा रक्सी भुटका सुटका व्हिस्की ब्ल्याक लेबल हैन ब्रान्डेड रक्सीहरु यहाँ पाउँछ है यस्तो छ चिसो देखि लिएर हरेक चीज एकदम क्वालिटी वाला है यस्तो छ है साथीहरु सबैजनाले हेर्नु होला यो चाहिँ तिङ्का रोमानियाको तिङ्का शहरमा पाउने मार्केट यस्तो छ है हरेक चीज पाउँछ है सिर्फ नेपालको मर मसला पाउँदैन अरु सबै चीज पाउँछ यहाँनिर यो कुकुरहरुको खाना साना पनि पाउँछ यहाँ दानाहरु है यस्तो छ है यहाँ चाहिँ चामल छ है चामल छली हैन 8 ली 9 लीको छ 10 लीको छ हैन विभिन्न किसिमको चामल छ त्यही अनुसारले प्राइस पनि त्यही अनुसार राखेको छ है यता छ बुङ्गुरको मासु चाहिँ किलोको 23 लिएर हैन लगभग 29 22 23 19 यस्तै छ हैन कुखुरा चाहिँ 18 लीको रहेछ किलोको 31 ली कुखुराको मासु यस्तो छ है महँगो छ कुखुरा मासु चाहिँ यतातिर चाहिँ है साथीहरु तेल यता छ तेल 5 ली 6 लीको रहेछ है 1 लिटरको यस्तो छ साथीहरु रोमानियामा छोइ नसक्नु छ है गाह्रो छ जिन्दगी बिताउनलाई साथीहरु बियरको कार्टन ब्रेड रोटीको सेक्सन यता यस्तो चीजहरु पाउँछ यहाँ चाहिँ यता हेरौँ काजु बडम भनेको यता हो है साग सब्जी आलु खोर्सानी टमाटो एरासेरा हैन काउली बन्दाकोपी स्याउ अनि खरबुजा सरबुजा सबै यता पाउँछ है साथीहरु हेर्नु होला यसो छ है बल बच्चाहरु खेल्ने बल चाहिँ यतातिर पाउँछ है आइसक्रिम विभिन्न किसिमको आइसक्रिम पाउँछ है यहाँनिर चाहिँ यो दोकानमा चाहिँ रोमानियाको हैन तिङ्का